महाधिवेशन नजिकै जाँदा सत्ताबाट उछिटिएको एमाले भित्रको भाँड भैलो कुटाकुटमा परिणत हुन थालेको छ। विचारले चल्नुपर्ने राजनीतिक दलमा बलको प्रदर्शन हुन थालेको छ। कुरा सुनसरी क्षेत्र नम्बर 1 को हो, जहाँ महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर उत्पन्न भएको आन्तरिक विवाद खुल्ला सडकमै हिंसात्मक रूपमा प्रकट भएको छ। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि एमालेकै समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। एमाले धरान कार्यालय नजिकै बिहिबार बेलुका युवा संघ कोशी इन्चार्ज दिवस राई, धरान 10 का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लागेको हो। कुटपिटपछि एमालेका अन्य कार्यकर्ताले उनलाई उद्धार गरी विजयपुर अस्पतालमा भर्ना गरेका थिए। उपचारपछि राजधामी डिस्चार्ज भएका छन्। राजधामी र दिवस दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासँगै संगठनभित्र चर्किएको प्रतिस्पर्धा सडकसम्म झरेको देखिएको छ। आक्रमणबारे दिवस राईले सामान्य ठेलाठेल मात्र भएको दावी गरेका छन्, तर घाइते राजधामीले भने आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेर अनुहारमै गम्भीर चोट पुर्याएको भन्दै कडा आपत्ति जनाएका छन्। धरानमा खुलेआम भएको कुटपिटको घटनाले एमालेको आन्तरिक द्वन्द्व अब सडकसम्म छताछुल्ल भएको पुष्टि गरेको छ। एमाले नेताहरू अहिले दुवैजनालाई मिलाउन लागि परेका छन्।